हेलो साथीहरू, म चाहिँ आज मेरो साथीको घर आएको छु होइन, त्यो उखु खानको लागि। अनि त्यसपछि आज धेरै चिसो भएको हुनाले चाहिँ आज आगो ताप्दै उखु खाँदै गरौँ न भनेर चाहिँ हामी उखु लिन गयौँ यसरी। मेरो साथी र मेरो साथीको देउरानी, उसको चाहिँ नानी सुतायो अरे हामी उखु लिन गएको है। अनि उनीहरू दुईजना भएर चाहिँ उखु काट्नु भयो। अनि हामी यसरी उखु लिएर आयौँ। उखु लिएर आउँदाखेरि उसको त छोरा उठेर रुँदै रहेछ घरमा। अनि यसरी हामीले उखु राखेर आगो फुक्यौँ। त्यसपछि आगो फुकिसकेर चाहिँ फेरि हामीले उखु खान थाल्यौँ। उखु खान थालेपछि उसको उखु काटेर ल्याएको घाँस चाहिँ बाख्रालाई हालिदिनु भनेर, अनि उसको बाख्रालाई घाँस दिनलाई मेरो साथी बाख्राबाटि पुगिन्। यसरी बाख्राले पनि चिसोमा हरियो घाँस झ्याराम 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 गरेर खाइरहेको छ। यसरी घाँस खाइसकेपछि सक्यो। उखु खाएर फेरि चित्तै बुझेन क्या। त्यसपछि के खाने भनौँ न, के खाऊँ न फेरि भनेर भने होइन। मेरो साथीले चाहिँ बजारबाट मुमफली ल्याएर राखेको रहेछ होइन। फेरि उसले चाहिँ मुमफली लिएर आयो होइन। अनि फेरि हामी चाहिँ आगो ताप्दै मुमफली खायौँ। त्यसपछि फेरि मुमफली खाएर पनि चित्तै बुझेन क्या साथीहरू। अनि त्यसपछि चाहिँ मैले साथीलाई भने अन्डा र करेन्ट चाउचाउ खाऊँ भनेर है। अनि मेरो साथीले चाहिँ अन्डा उसिन्न बसालिसकेछ। अनि उता भित्र छुट्टै करेन्ट चाउचाउ पकाउँदैछ होइन। अनि त्यसपछि फेरि हामी अन्डा र चाउचाउ बनाएर अनि फेरि हामी तिनजना मिलेर चाहिँ त्यो त्यो हामीले खालि फिक्कामा देखिरहेको थियौँ, सिजर पेपर भनेर। अनि आज हामी पनि खेल्यौँ न त सिजर पेपर भनेर सिजर पेपर खेल्न लागेको है। कति हाँस्नु साथीहरू खेल्नै नआएको। अनि त्यसपछि चाहिँ कति हाँस्दा खेल्नै नआएर बल्ल भिडियो बनाएको है साथीहरू। अनि उहाँको देउरानी त झन् कति हाँस्नु भएको, खेल्नै नआएर लास्टमा चाहिँ मेरो पालो आएर होइन। मैले चाहिँ बल्ल एक गाँस भ्याइहालेको क्या, नभए चाहिँ खेल्नै